गर्नु न हौ उई तरुल हाम्रो यत्रो यत्रो निकाल्नु हुन्छ आमाले खतरा निकाल्दै हुनुहुन्छ आशा खान्छ जम्मै 3 जनाले मुसा रे चिली मुसा पुरे माया मेटेर्ने होला गाइस अनि आमालाई चाहिँ म यो दुधबाट एकदम शुद्ध दुधबाट आमालाई चाहिँ रङ्गाउँदैछु आमा त ह्याप्पी होली लु यति मजाले रङ्गाइदिन्छ क्या आमालाई चाहिँ मैले गाई ह्याप्पी होली यता नि यता यता यताउता लु ह्याप्पी होली यसरी दल दिन्छु रङ छैन तिमीहरूलाई हेर ल हजुर ह्याप्पी होली लु लु यता यता बुङ्गा देख्नु यसरी यसरी देखाउन यही ह्याप्पी होली ह्याप्पी होली किन आज होली नि अनि आज भोलि भने त्यसै होली यत्रो यत्रो दुध आउँछ हाम्रो चाहिँ गाइस हाम्रो तुम्माले चाहिँ लिनुभएको तुम्मा यहाँ हुनुहुन्छ यति धेरै दुध लिनुहुन्छ है त मैले चाहिँ अब तुम्मासँग दुधले चाहिँ रङ्गिनु पर्ने हुन्छ नुहाइ पो दिनु या दुधले तुम्मा ल बाई बाई यस्तरी हेलो गुड मर्निङ नमस्ते म सरोज लिम्बू वेलकम टु माई सिङ्गल भ्लग अनि आफ्टर लङ टाइम पछि निकै लामो समय पछाडि फेरि म चाहिँ मेरो भ्लगमा उपस्थित भएको छु अगाडितिर अलिकति के प्राविधिक गडबडले गर्दाखेरि के समस्या भएर चाहिँ मैले भ्लगहरू लाउनु पाएको छैन अब चाहिँ सकभर म कन्टिन्यू गर्ने कोसिस गर्छु अनि आज होलीको दिन सम्पूर्णमा सबैलाई ह्याप्पी होली अनि मेरो चाहिँ होली कस्तो तरिकाले मनिन्छ र मेरो आमा चाहिँ आमासँग म ठ्याक्क आमासँग मेरो कोलाबोरेसन हुन्छ आमासँग कोलाबोरेसनमा मेरो होली कस्तो तरिकाले मनिन्छ आमाको मेरो अरू साथीहरूको होली डिफ्रेन्ट तरिकाले मनिन्छ होला र मेरो आमाको होली डिफ्रेन्ट तरिकाले मनिन्छ अनि मेरो आमाको होली चाहिँ कसरी मनिन्छ होलीको दिनमा के गरेर होली मनिन्छ भन्ने कुराहरू चाहिँ म देखाउन गइरहेको छु ल गाइस भिडियोको अन्तिमसम्म रहेर साथ दिनु पनि हुन्छ है त आमा कता हुनुहुन्छ म चाहिँ भर्खर उठ्दैछु फाइनली आमा यहाँ हुनुहुन्न आमा कता हुनुहुन्छ है त म आमालाई खोज्न जाँदैछु है त विशेष आमाको होली चाहिँ कस्तो हुन्छ त्यो चाहिँ म बवाल पारामा देखाउन गइरहेको छु तपाईँहरूको होली कस्तो हुन्छ मलाई कमेन्ट बक्समा भन्नुपर्ने हुन्छ र मेरो होली चाहिँ कस्तो भयो आमासँग कोलाबोरेसनमा मेरो होली हुँदैछ तपाईँले मलाई भन्नुपर्ने हुन्छ है त आमा यहाँ तल गाई धुनु अघि आइपुग्नु भएछ है त्यो चाहिँ हाम्रो गाईको डो गाइस अनि हाम्रो दुइटा सिन्दुरी र अर्को सानो गाई छ अनि सिन्दुरीको बच्चा छ आमाले चाहिँ गाई धुनुपर्ने हुन्छ नि त गाई धुनु अनि गाई चाहिँ दुध चाहिँ मैले खानुपर्ने हुन्छ फेरि गोठ चाहिँ हाम्रो यस्तो छ गाइस आमा यहाँ हुनुहुँदो रहेछ है अब आमालाई म के भन्छु ल उसको आमाले औ सिन्दुरी यसको नाम चाहिँ सिन्दुरी हो नि त ल मलाई चाट यहाँ चाट न यहाँ चाट त्यो छ है हाम्रो यो चाहिँ गोठ हो आमाले चाहिँ गाई धुन आउनुभयो मेरो आमालाई त्यहाँ देख्दै छु अनारै देख्छु मैले आमाको ह्याप्पी होली आमा ह्याप्पी होली रिसाउनु भयो क्या आमा त हौ ह्याप्पी होली भनेको ह्याप्पी होली भनेको होली कसरी खेल्छ आमालाई थाहा छ अरूले रङ हजुर त्यसो त आमाको चाहिँ डिफ्रेन्ट तरिकाले होली यहाँ मनिन्छ किनकि बिहानमै एकदमै शुद्ध गाईको दुधहरूबाट रङ्गिएर माटोहरूबाट पोतिएर खरानीहरूबाट रङ्गिएर यसरी आमाको चाहिँ होली मनिरहेको हुन्छ प्रायः सबै आमाहरूको होली यसरी मनेको हुन्छ अनि यो चाहिँ मैले चाहिँ आमालाई चाहिँ यसरी भिडियोमा राखिराखेको मेरो आमाको होली म खेल्न जानु न आमा होली कता कता नि साथीहरूसँग अब करलाई इन्फेक्सनहरू हुन्छ नि त त्यो प्रब्लम हुन्छ कि होइन आमा कति लिटर दिन्छ यो गाईले आमा 5 लिटर दिन्छ 5 लिटर दुध खान्यो अब बिहान बिहान होलीको टाइममा दुधबाट रङ्गिने छौँ है त म चाहिँ आज कलरबाट रङ्गिनेवाला छैन
यो गाईको दुधहरूबाटदेखि लिएर आफ्नै गाउँघरमा के अर्ग्यानिक हुन्छ, के गाउँघरमा त्यो धुलोहरू हुन्छ, माटोको धुलोदेखि लिएर त्यो मुसो भन्छ नि, मुस्लो हो त्यस्तोबाट रङ्गिने वालामा छु जस्तो लागिरहेछ। त्यस्तो छ, यस्तो छ। त्यहाँ हाम्रो सुँगुरको खोर हो नि त, त्यो यता सुँगुरको अस्ति मार्यो, सुँगुर बेच्यो, सुँगुर त्यहाँको बेचिसक्यो। त्यहाँ अर्को गाई छ उपर एउटा बसिरहेछ। यहाँ चाहिँ फाइनली आमा दिँदैछ। यो कति वर्ष पुगेको गाई हो हाम्रोमा? कति वर्ष पुगिसक्यो? के थाहा कति वर्ष पुग्यो नि अनि यो 5 पुगिसक्यो बच्चा जन्मेको। 6-7 वर्ष पुग्यो। 10 वर्षै पुग्यो नि यो त। 10 वर्ष भइसक्यो। हाम्रो 10 वर्ष पुगेको गाई सिन्दुरी हो नि त। यो चाहिँ हाम्रो गाई हो। कति धेरै दुध दिन्छ यसले। यसको बच्चा यो हो, उसको बच्चा चाहिँ यो। उसको बाउ चाहिँ थाहा छैन मलाई पनि, खोइ कहाँबाट आएको थिएँ। यहाँ भुन्टुलु सुँगुर पनि छ हाम्रो, सानो भुन्टुलु सुँगुर। ओ भुन्टुलु, भुन्टुलु, हेलो भुन्टुलु। सानो सुँगुर यहाँ छ। यहाँ चाहिँ उसको चारो घण्टामा चाहिँ यस्तो बनाउँछ, चाहिँ काठको कोपेर बनाएको, काठको भन्दा मुढा के रुखको यस्तो कोपेर बनाएको छ यसरी। उसको चारो खाने चाहिँ भुन्टुलु सुँगुर हो यो हाम्रो। भुन्टुलु हुन्छ। आमालाई कति गाह्रो हुन्छ है, जस्तै गाईलाई भयो, सबैको आमाहरूलाई, हरेक जीव जनावरको आमाहरूलाई, मानवको आमाहरूलाई त्यति नै गाह्रो छँदै नै छ त्यो त। यो पशुहरूलाई, पशु पक्षीहरूलाई पनि कति गाह्रो छ है। बच्चाहरूले दुध खाइदिन्छ, पुक पुक हान्छ त फेरि माथि। र पनि कति माया गरिरहेको छु यहाँ, हेर्नु न यसरी पुक पुक हान्छ कि। मान त्यसरी दुख्छ, तेरो आमाले दुख्छ त्यसरी नहाने। बुक बुक हान्छ। फटा त फटा हो, त फटा हो, त फटा हो है। म तेरो कान तानिदिन्छु नि। त्यो आमालाई त्यसो गर्नु हुँदैन, यस्तरी कान तानिदिन्छु नि फेरि म तेरो। ल कान तानिदिन्छु नि फेरि त्यहाँ। त्यसो नगर, कान तानिदिउँ। आइज ह्याप्पी होली। यता आइज न, यता यता यताउता। लु ह्याप्पी होली। यसरी दल दिन्छु। रङ छैन तिमीहरूलाई। हेर ल आइज ह्याप्पी होली। लु लु ह्याप्पी होली, ह्याप्पी होली। यसले त मलाई हान्नु खोजे है। आइज ह्याप्पी होली। लु ह्याप्पी होली मेरो भुन्टुलुलाई। ल अब उसको माउलाई पनि गरिदिन्छु ल। ह्याप्पी होली गर्नु पऱ्यो नि त, होली हो नि त। यस्तो गोबरले होली गरिदिन्छु म चाहिँ। आइज आइज ह्याप्पी होली, ह्याप्पी होली। ल सिन्धु ल ह्याप्पी होली। आइज ल आइज, मानेन यिनीहरू। ह्याप्पी होली। लु ल ह्याप्पी होली, ह्याप्पी होली। ल यिनीहरूले ह्याप्पी होली गरिदिएको। यस फाइनली यस्तो रङ आइरहेछ है, किनकि मसँग चाहिँ कलर छैन नि त। अनि गोबरबाट ह्याप्पी होली गरेको। यो भुन्टुलुलाई पनि गरिदिउँ। आइज 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 होली गर्नु। आइज ओ भुन्टुलु, ओ भुन्टुलु आइज होली गर्नु। आइज ल आइज ल। मानेन फोरी भयो ल, मानेन ह्याप्पी होली गर्नु, मानेन। यो पनि छ नि हाम्रोमा। आइज यो झन् छुत्री छ है। ह्याप्पी होली। आइज ह्याप्पी होली, ह्याप्पी होली। यस फाइनली मैले चाहिँ त्यसै पनि होलीको रङ लगाइदिएर सफल भएँ है त। फाइनली आमा चाहिँ धुइसक्नु भयो गाइस। अनि आमालाई चाहिँ म यो दुधबाट, एकदम शुद्ध दुधबाट आमालाई चाहिँ रङ्गाउँदैछु। आमा यता आउँ त। ह्याप्पी होली। लु यति मजाले रङ्गाइदिइसक्यो आमालाई चाहिँ मैले गाई। ल गाइज आमाले मलाई फाइनली लगाइदिनु। अब चाहिँ मैले लगेर जानुपर्ने हुन्छ है त। पोहोर चाहिँ दर खुएछ नि यहाँतिर। यस यता देखाउनु, यत्रो यत्रो हिप हिप हुँदै गर्नु आमा।
गाई त्यत्रो त्यत्रो निस्किन्छ नि हाम्रो फेरि खानु आउनु पर्यो यहाँ यता देखाउनु यता यता बुङ्गे देख्नु यसरी यसो देखाउन यही बवाल पार्नु निकालेको आउनु चाहिँ तरुल चाहिँ यसको तरुल चिन्ने कहाँ फलेको छ चिन्ने तरकारी अब माथि माटो पड्के हुन्छ कि यसरी पटपट माटो पड्के हुन्छ नि त तरुलले पड्काइदिएको हुन्छ म चाहिँ यहाँ यस्तरी बनाइदिन्छु माटो लाग्यो आमा चाहिँ ओइ माटो नलाग्ने मान्छे कस्तो हुन्छ म जस्तो अरे नि त म जस्तो दाजुलाई कुन बटाइदिनु न उता उता गाइस दाजु चाहिँ घर आउनु रहेछ दाजुले पनि हामीले चाहिँ एउटा कहिले आइपुग्छ दाजु यो अन्तिम आइपुग्छ होला त्यहाँ निस्किँदैछ हाम्रो माथि त्यो स्टक चाहिँ यहाँ छ स्टक यत्रो भइसकेको छ है यता यता देखाउनु यता यताले मजाले ए गर्नु न हौ उही तरुल हाम्रो यत्रो यत्रो निकाल्नु हुँदैछ आमाले खतरा निकाल्दै हुनुहुन्छ अब कहाँ गएको छ हाम्रो तरुल उहाँ तेर्सो लगेर निकाल्नु हो यो चामल त्यो चाहिँ चामल मुखु यो चाहिँ पिठो फेरि यो चाहिँ केले खान्छ गाईहरूले सुँगुरहरूले खान्छ यो चाहिँ त्यहाँमा आशा खान्छ जम्मै तिनजनाले मुसा रे चिली मुसा फुरे माया मेटेर्ने होला आमाले पनि भनिसक्नुभयो सबै जम्मैजनाले मलाई माया गरिदिनुपर्छ अरे सबैले माया गरिदिनु होला अनि फाइनली आजको डे चाहिँ आज फागु पूर्णिमा यानि कि होलीको दिन चाहिँ आमा र मेरो चाहिँ त्यस्तो तरिकाले होली चाहिँ मनियो अरू सबैको होली कसैको रङ लगाएर मनियो होला कसैको के लाएर डिफ्रेन्ट तरिकाले होलीहरू मनिएको होला तर मेरो आमाको होली चाहिँ यसरी मनिन्छ डेली आमाको वकहरू यस्तो हुन्छ मैले देखाउन खोजेको अनि त कसैले मकैहरूको चामलहरूको धुलो पिठोहरूबाट रङ्गिएर गाईको दुधहरूबाट रङ्गिएर गाईको गोबरहरूबाट रङ्गिएर धुलोको कणहरूबाट रङ्गिएर यसरी मेरो आमाको चाहिँ आज चाहिँ रङ्गिनु भयो सबैले माया गर्नु पर्यो है त लाइक सब्सक्राइब चाहिँ गर्नु नहुनु होला नेक्स्ट भिडियोमा म भेट्ने बाजाको साथ बाई बाई है त ल सबैले माया गर्नु होला